प्राचीन कालमा अनेक घटना परिघटनाबाट मानिसहरू आश्चर्यचकित हुन्थे। ती घटनाहरू कसरी भए, कसले गरायो, कारण के हो? यस्ता अनेक प्रश्नको जवाब पाउन भने असमर्थ उनीहरू अन्ततः कुनै एउटा उद्देश्य शक्ति रहेको र परसत्ता त्यही शक्तिको ब्रह्माण्ड चलाइरहेको निष्कर्षमा पुगेको पाइन्छ। नमस्कार, आर्टिस्ट अनलाइन टिभी अफिसियल युट्युब च्यानलमा स्वागत छ। म विराज भट्ट। दर्शकबिन, आजको भिडियो सामग्री छोटो भए पनि अथवा लामो भए पनि भिडियो सामग्री एकदमै महत्त्वपूर्ण रहनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला। दर्शकबिन, अब भने लागौँ आजको भिडियो सामग्रीतर्फ। दर्शकबिन, प्राचीन कालमा अनेक घटना परिघटनाबाट मानिसहरू आश्चर्यचकित हुन्थे। त्यस शक्ति विरुद्ध कोही जान्नै नसक्ने ज्ञान नहुने धारणा पनि विकास भयो। त्यहीबाट जन्मिए भगवान, परात्मा, परमेश्वर, ईश्वर, गड, अल्लाह जस्ता अनेक नामका पात्रहरू। अझ त्यही परमात्माको अंश, सन्तान, दूत आदि भन्दै विभिन्न चरित्रहरू ग्रहण पनि गर्न पाइएको छ। वेदमा भगवान शब्द भेटिँदैन। उपनिषद तथा ब्राह्मण साहित्यमा पनि पाइँदैन। ऋग्वेदमा भग नामक एक देवताको प्रसङ्ग छ, तर भगवानको अर्थमा होइन। संस्कृतको भग धातुको अर्थ ईश्वर, सौभाग्य, प्रभुत्व, ज्ञान आदि शक्ति हुन्छ। त्यसमा वान प्रत्यक्ष लगाएर भगवान भन्न थालिएको देखिन्छ। भगवान अर्थात् ईश्वर आदि भएको शक्ति व्यक्ति बेलायत लगायतका ग्रन्थमा प्रयोग भएको परमात्मा ब्रह्मा, अब्रह्मा र परमात्मा परमेश्वर ईश्वरको पर्यायकै कारण रूपमा भगवान शब्द प्रचलनमा आएको देखिन्छ। पुराणकाल ईपू शताब्दीमा ईश्वरको चौथो पाँचौं शताब्दीमा भने सृष्टिकर्ताको कल्पना गरी त्यसलाई भगवान भन्न थालिएको देखिन्छ। पछि त पहिले नाम गात्र लिइने इन्द्र लगायत देवतालाई पनि भगवान भन्न थालियो। हिजो आज त शिष्य मण्डली बनाउन सक्ने जो कोही पनि आफूलाई भगवान भन्न लागेको पाइन्छ। आचार्य राजनीतिले पनि आफूलाई भगवान रजनीय भन्न लागेका थिए, तर पछि ओशो नाग मात्र धारणा गरे भगवान बनाउँदा कतिपय धर्मगुरुहरू भारतका जेलहरूमा अपराधको सजाय भोगिरहेका छन्। नेपालमा पनि बेला बेला कहिले गुरु त कहिले तपस्वी नाममा भगवान भइनिएको चर्तिकला पनि हामीले देखिरहेका हुन्छौँ। भगवान कसैलाई भनिन्छन्? भगवान कस्तो हुन्छ? कसलाई भगवान भन्नु हुँदैन? विद्ध र जिन धर्मका सन्दर्भमा भने यी प्रश्नहरूको जवाब आश्चर्य र अर्मित रूपमा नभई मृत स्थल रूपमा भएको पाइन्छ। बौद्ध र जैनमा भगवानको विशिष्ट स्थान छ, तर अर्थ एकै छैन। जसरी बौद्ध धर्म बौद्ध भन्नाले गौतम बुद्ध मात्र नभई कश्यप, कुच्छप र कन्कुन्य लगायतका बुद्धलाई पनि बुझिन्छ र सबैलाई भगवान नै भनी सम्बोधन गरिन्छ। त्यसरी नै जिन धर्ममा पनि महावीर, वर्धगान लगायतका 24 तीर्थलाई भगवान भनिन्छ। जैन धर्ममा सृष्टिकर्ता वा ईश्वरको कल्पना गरिएको छैन, सर्वत्र केवललाई मात्र भगवान भनिएको छ। गौतम बुद्ध ईसापूर्व 563 देखि 483 का अनुसार भगवान आफू जस्तोलाई मात्र भन्न सकिन्छ। 29 वर्षको उमेरसम्म गृहस्थलमै रहेका सिद्धार्थ गौतम 35 वर्षको उमेरमा बुद्धित्व लाभ गरी गौतम बुद्ध बनेका थिए। उनले आफू जस्तो भन्नुको तात्पर्य गौतम बुद्धले बुद्धित्व प्राप्त गरिसकेपछिको अवस्थालाई बुझ्ने गरिन्छ। बुद्धको अर्थ बोध गरेको वा बुझेको हो। पूर्ण रूपमा जागृत, सम्यक समृद्ध, अविधा र एक्लोपन नष्ट गरी दुःख र जन्म मरणको चक्रबाट मुक्त भएकालाई नै बौद्ध भनिने गरिन्छ। बौद्धको अर्थमा भन्नुपर्दा बुद्धका अनुसार बुद्धले राग, देश, मोह सबै भङ्ग गरिसकेको हुन्छ। त्यही भएरै भगवान भनिने हो। इस्लाम धर्मले पनि भगवान भन्दैनन्। इसाईहरूले जिसस क्राइस्ट ईश्वर मान्दैनन्, ईश्वरको छोरा मान्दछन्। कोही मान्छेले जतिसुकै मिहिनेत गरे पनि ऊ परमसत्ता, परमात्मा, परमेश्वर, ईश्वर हुन सक्दैन। अल्लाह, भगवान कुनै पनि पद व्यक्तिलाई प्राप्त हुँदैन। तर हिन्दू धर्ममा ईश्वरको अवतार र अंशलाई नै भगवान भन्नेहरू पनि छन्।
वैदिक वा हिन्दू धर्म सम्प्रदायहरूले उस्तै अर्थ राख्ने परमात्मा परम सत्य परमेश्वर ईश्वरले जीवन र जगतको सृष्टि गरेका हुन्। सबैको कर्ता धर्ता पनि उनी हुन्। तर बाइबलमा भने परमात्माका लागि प्रयुक्त गड शब्दको यहोलाई जनाउँदछ। बाइबललाई नेपाली भाषामा अनुवाद गर्दा गडलाई परमेश्वर लेखिएको छ, तर कुरानमा भने अल्लाहलाई परमेश्वर मानिएको छ। बाइबलको गड र कुरानका अल्लाह उनी हुन्, किनभने दुवै अब्राह्मणी धर्म हुन्। जुन नामले पुकारे पनि सबै ईश्वर नै हुन्। ईश्वर एक हुन् भन्नु भगवानहरूका रूपमा भनी सही हुन सक्लान्, तर तथ्य होइन, किनकि वेद र अब्राहममा पनि निकै फरक रहेको पाइन्छ। हवस् त दर्शकबिन, आजको भिडियो सामग्री तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। आर्टिस्ट अनलाइन टिभी अफिसियल युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा प्रेस गर्न भने नभुल्नुहोला भन्दै आजको भिडियो सामग्रीबाट भने म छुट्टिन्छु। नमस्कार, जय होस्, तपाईँको दिन शुभ रहोस्।